नमस्कार, रिभोल्युसन नेपालमा हार्दिक स्वागत छ। म दिप्सन छिनाल। गुल्मीमा 1 लाख भन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन्। सामाजिक सुरक्षा अन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमाप्रति यस जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ। हालसम्म स्वास्थ्य बीमामा यहाँका 1,27,355 नागरिक आबद्ध भएको स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुभाष घिमिरेले जानकारी दिनुभयो। गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारण प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ यस जिल्लामा 2076 साल माघ 19 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो। असोज मसान्तसम्मको तथ्याङ्क अनुसार पुरुष 61,689 र महिला 65,666 जना स्वास्थ्य बीमामा आबद्ध छन्। 2 नगरपालिका र 10 गाउँपालिका गरी 12 स्थानीय तह रहेको यस जिल्लामा 2078 सालको जनगणना अनुसार 2,46,836 जना रहेका छन्। हालसम्म यस जिल्लाका 51.65% नागरिक स्वास्थ्य बीमामा आबद्ध रहनु भएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्य बीमा कार्यक्रमको महत्त्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि गुल्मीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढिरहेको छ। यस जिल्लामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका नागरिक स्वास्थ्य बीमामा आबद्ध छन्। स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्क अनुसार यहाँ 24,541 जना नागरिक स्वास्थ्य बीमामा आबद्ध हुनु भएको हो। मुसिकोट नगरपालिकाका 7,841 जना नागरिक स्वास्थ्य बीमामा आबद्ध हुनु भएको छ। कालीगण्डकी गाउँपालिकाका 6,703, सत्यवती गाउँपालिकाका 15,782, चन्द्रकोट गाउँपालिकाका 6,400, रुडुक्षेत्र गाउँपालिकाका 14,085, छत्रकोट गाउँपालिकाका 12,263, गुल्मीदरबार गाउँपालिकाका 10,210 जना नागरिक स्वास्थ्य बीमामा आबद्ध हुनु भएको छ। यसमा गाउँपालिकाका 7,350, धुर्कोट गाउँपालिकाका 10,305, मदानी गाउँपालिकाका 3,676 र मालिका गाउँपालिकाका 8,179 जना नागरिक स्वास्थ्य बीमामा आबद्ध हुनु भएको छ। 3,500 मा एक परिवारका 5 सदस्यलाई बीमामा आबद्ध गराई 1 लाख रुपियाँ बराबरको औषधि उपचार निशुल्क हुने गरेको छ। परिवार सङ्ख्या 5 भन्दा बढी भएमा प्रति व्यक्ति 700 रुपियाँका दरले प्रथम बीमा शुल्कमा थपिँदै जाने र सो रकमले 20,000 रुपियाँ उपचार खर्च प्राप्त हुन्छ। हालसम्म शुल्क लाग्ने साधारण समूहतर्फ 21,033 परिवारका 1,524 परिवार र 50% छुटमा महिला स्वास्थ्य स्वयंसेविका 883 परिवारका 4,602 जना स्वास्थ्य बीमामा आबद्ध हुनुहुन्छ। सरकारले ज्येष्ठ नागरिक क वर्गका अपाङ्ग, HIV सङ्क्रमित, कुष्ठ रोगी र जटिल खालको क्षयरोगको निशुल्क स्वास्थ्य बीमा गरिदिने गरेको छ। ज्येष्ठ नागरिक 17,712 जना, HIV सङ्क्रमितका 166 परिवारका 482 जना, कुष्ठ रोगी 3 परिवारका 12 जना, क वर्गका अपाङ्गता भएका 793 परिवारका 3,979 जना, जटिल खालको क्षयरोगका 6 परिवारका 25 जना नागरिकले निशुल्क स्वास्थ्य बीमाको सुविधा लिनु भएको छ।